नमस्ते साथीहरू, बिहानको 11 बजेको छ। म चाहिँ एकदम कोल्ड भएको थियो अनि नानीलाई पनि एकदम रातमा एकदमै कोल्ड भएर जुखाम खाँसी भयो के, नानी पनि एकदम बिमारी भयो। त्यही भएर म चाहिँ अब दबाई लिनलाई जाँदैछु बाहिर थमेलमा। अब हेरौँ, तपाईँहरूलाई चाहिँ देखाउन चाहन्छु। हेर्नुहोस् है, हाम्रो होटल स्विमिङ पुलहरू होइन, यस्तोहरू छ क्या यहाँनिर चाहिँ। यहाँ चाहिँ बसेर चट्ट लाएर केही गर्ने खाने होइन। अनि यो चाहिँ स्विमिङ पुल भइहाल्यो। हिजो मेरो छोरी यहीँनिर स्विमिङ गर्छ। हेलो साथीहरू, यो चाहिँ थमेल मार्ग। म चाहिँ यहीँनिर दबाई खोज्नु जाँदैछु। अब हेरौँ कहाँ दबाईको दोकान पाइन्छ। दबाईको दोकान चाहिँ यहाँ भेटाइसक्यो। मैले चाहिँ कोलगेट पनि लिएँ यो दाइको दोकानबाट। साथीहरू, यहाँ चाहिँ नि यस्तोहरू गलैँचाहरू पाउँदो रहेछ क्या थमेलमा। मलाई चाहिँ यो कस्तो राम्रो लाग्यो, यो चाहिँ बनाएको छ नि सानो सानो। अनि कपडाहरू पनि एकदम राम्रो क्या यहाँनिर, वान पिसहरू हेर्नु न कति राम्रो। अब चाहिँ म नास्ता लिनु जाँदैछु हाम्रो नेपाली दाइको दोकानमा। दाइले परौठा बनाउनु हुँदैछ। हेर्नुहोस् क्या कमाल गर्नुहुन्छ दाइले। तपाईँलाई देख्नुहोस्, तन्दुर पराठा आलुको। साथीहरू, यो दबाई हो, मैले नानीको लागि लिएर आएँ। अब म नानीलाई दिनु गइरहेको छु। यसलाई रातिदेखि सर्दी खाँसी भयो कि, त्यही भएर दिनु लाग्यो। खाऊ चुपचाप लागेर। अब यो हिजो मानेनौ नि स्विमिङ नगर भनेको, मानेन यसले, त्यही भएर अब अर्कोलाई पनि दिनु। मेरो छोरीहरूलाई चाहिँ नि नेपाली बोल्न बिल्कुल पनि आउँदैन, बुझ्दा पनि बुझ्दैन, बोल्नु पनि जान्दैन। त्यही भएर मलाई हिन्दी बोल्नु पर्छ।